यतिखेर हाम्रो बेसमा मधेस मामिला जानकार एवं नागरिक समाजका सचेतक गणेश मण्डल हुनुहुन्छ। मण्डलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। गुड मर्निङ, धन्यवाद। अब यतिखेर सुनसरीबाट सल्किएको आगो तराईको पर्सा, जनकपुर, होइन, सप्तरी, सिराहा, अब धेरै नागरिकहरू घाइते छन्। हेर्नुहोस्, धेरैले चाहिँ ज्यानको आहुति दिनु पर्यो, होइन, कतिपयको मृत्यु भएको छ, अझै पनि बेडमा छटपटाइरहेका छन्। यो समग्र कुरालाई हेर्दाखेरि चाहिँ त्यहाँको अहिलेको अवस्था र चाहिँ मधेसमा देखिएको यो तनावलाई तपाईँले कसरी हेर्नु भएको छ? हेर्नुहोस्, एउटा कुरा चाहिँ मतलब के देख्यो भने तपाईँको श्रावण महिना मतलब हरेक वर्षमा आउने महिना हो। श्रावण महिनामा हिन्दूहरूले अब त्यहाँ जहाँ चाहिँ घटना घटाएछ सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा, त्यो ठाउँमा चाहिँ त्यो ठाउँका मान्छेहरू हरेक साल चाहिँ कोसीमा गएर पानी ल्याएर शिवालयमा चढाउने प्रचलन थियो। यसपालि दुर्भाग्य हेर्नुहोस् कस्तो घटना घट्यो। यसपालिको 2टा शनिबार चाहिँ सोमबार चाहिँ मान्छेहरूले उसमा चाहिँ के भन्छ नदीमा गएर पानी ल्याएर शिवालयमा चढाउनै पाएन। पुरै समाज चाहिँ शोकाकुल छन् र मलाई लाग्दैन त्यहाँका चाहिँ मुस्लिम कम्युनिटीले केही आफ्नो चाहिँ धार्मिक चाडपर्व गर्दै गर्दाखेरि हिन्दूहरूबाट कहिले आक्रमण भएको। मैले 10-12 वर्षदेखि यो हिन्दू मुस्लिमको सङ्घर्ष चाहिँ देखिरहेको छु, होइन, नेपालमा। तर मुस्लिमलाई उसको चाडपर्वमा हिन्दूले आक्रमण गरेको त्यो मैले देखाएको छैन। तर अस्ति चाहिँ कसरी अब उहाँहरूलाई चाहिँ पुनः चाहिँ यो बारम्बार भइरहने विभिन्न ठाउँमा भइरहने घटनामध्ये चाहिँ त्यो कप्तानगञ्जमा पनि चाहिँ हिन्दूहरूमाथि जुन किसिमको बर्बरतापूर्ण तरिकाले दमन भयो, या पुलिसबाट भयो या कि बाहिरबाट यो क्लियर त भएको छैन। तर मान्छेले अहिले धेरै सुरक्षा निकायका मान्छेहरूले भन्न थालेछ पुलिसकै गोली हो त्यो भनेर भन्न त त्यो एकदम निन्दनीय छ। र मैले चाहिँ त्यो व्याख्या गर्न सक्ने अहिलेको अवस्थामा चाहिँ त्यो अब सरकारको जुन तदारुकता, सरकारको सक्रियता अलिकति अगाडि भइदिएको भए सुनसरीबाट सल्किएको यो राको चाहिँ धेरै जिल्लाहरूमा प्रवेश गर्दैन थियो भन्ने पनि छ धेरैको, होइन? यसमा के छ तपाईँको? होइन, सरकार त धेरै सम्भावित घटनाहरूको बारेमा यो सरकारले अनुभव पनि छैन, जानकारी पनि छैन। अल्लारे पलाए सरकार चलिरहेछ। यो तरिकाले त अब सम्भावित हुन सक्ने जोखिमहरूको बारेमा उहाँहरूलाई पनि थाहै हुँदैन क्या। होइन, अब सरकारले त हरेक कुराको निगरानी राख्नु पर्यो। सरकारले अब के हुँदैछ देशमा सबै कुराको जाँचबुझ गर्नु पर्यो। प्रहरी सुरक्षा दस्ता पनि त्यो किसिमले कन्भेन्स हुनु पर्यो, होइन? त्यो गर्न सकेन अहिलेको सरकारले, दुईटै नजिकको सरकारले। गणेशजी, होइन, यो सरकार चाहिँ त्यो नम्बर भन्ने मात्रै सबै कुरा हुँदो रहन्छ। सरकार भनेको भावना पनि हो, सरकार भनेको अपनत्व पनि हो, सरकार भनेको अभिभावक पनि हो, सरकार भनेको परिवार पनि हो। त्यो कुराहरू बाँकी कुरा नम्बर बाहेक बाँकी कुरा यो सरकार र नागरिकको बिचमा केही छैन, बुझ्नुभयो नि? त्यसैले यो सरकार चाहिँ आम नेपाली नागरिकको भावनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन। आम नेपाली नागरिकको चाहिँ तपाईँको चाहनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन। आम नागरिकको सपनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन। यो ओन्ली चाहिँ नम्बर मात्रै भएर सरकार हुँदो रहेनछ। त्यसैले मैले यो सरकारलाई पुरै आम नेपाली नागरिकको चाहिँ मतलब भावना, चाहना चाहिँ उसको सम्भावनाको सरकार मैले देखिरहेको छु, गर्न पनि सकेको छैन। अब भनिसके पछाडि चाहिँ अब अहिले जुन सुशासनका नाराहरू आएका छन्, होइन, अब समाजलाई मिलाएर लैजाने, त्यसपछि देशलाई पनि मिलाएर लैजाने, अब सबै नागरिकहरूले चाहिँ एउटा सुखको अनुभूति गर्छन् अब यो मुलुकमा भनेर जुन किसिमको नारा दिएको थियो, मधुमास पनि पुरा गर्यो सरकारले। त्यो ढङ्गले अगाडि बढ्न सक्यो कि सकेन? छिमेकीहरूसँगको सम्बन्ध कस्तो राख्यो सरकारले आज? अब यो सरकारलाई मैले अर्थतन्त्रको भाषामा स्पेन्डिङ एजेन्ट भन्छु क्या। स्पेन्डिङ एजेन्ट भनेको के हो भने खर्चका कुराहरू चाहिँ मतलब चाहिँ यो यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, त्यो चाहिँ देखाउने।
तर नागरिकको जीवन स्तर उकास्नको लागि नागरिकलाई यो सेक्टरबाट यसरी फाइदा हुन्छ र आज तपाईले 500 रुपैयाँ कमाउँदै हुनुहुन्छ, भोलि चाहिँ 700 रुपैयाँ कमाउनुहुन्छ भनेर देखाउन सक्ने, सम्भावना देखाउन सक्ने यो सरकार भएन। त्यसैले चाहिँ अर्निङ लिडर हुनुपर्ने, गभर्मेन्ट भनेको अर्निङ लिडर पनि हो हैन। नागरिकले चाहिँ आज चाहिँ खेमजीले तपाईँ 1000 रुपैयाँ दैनिक कमाउँदै हुनुहुन्छ मिडियाबाट भने भोलि चाहिँ तपाईलाई चाहिँ यसैलाई अलिकति आधुनिक बनाएर यसलाई चाहिँ 1000 रुपैयाँबाट 10,000 कमाउन सक्ने चाहिँ बनाउँछु भनेर त्यो किसिमको चाहिँ एउटा सोच हुनुपर्ने, त्यो नभएर स्पेन्डिङ एजेन्ट चाहिँ यहाँ खर्च गर्छु, यो खर्च गर्छु भन्ने किसिमले चाहिँ हिँडेका छन् होइन। अनि कर्मचारीलाई कटौती गरेका छन्, उता यता चाहिँ स्वकीय सचिव राख्छु भनेका छन्। आफ्नो एउटा मन्त्रीले चाहिँ 21 जना 27 जना मतलब चाहिँ सचिवालयमा मान्छे राखेको छ। यो चाहिँ सुशासनको कुनै चाहिँ मतलब मापनभित्र पर्छ जस्तो मलाई लाग्दैन होइन। अहिले चाहिँ यो त दुईटै नजिकको सरकार हो, यसले चाह्यो भने संविधान संशोधनदेखि लिएर हरेक मुद्दाहरूलाई चाहिँ राम्रोसँग होइन सक्रियताका साथ अगाडि बढाउन सक्छ, सबैलाई मिलाएर ल्याउन सक्छ। तर कता कता केही अलमल जस्तो, कता कता केही बिर्सेको जस्तो यो किन भइरहेको छ? होइन, यो तपाईँको नि तपाईँहरूले अहिले चाहिँ धेरै मिडियामा प्रयोग हुने शब्द यो सरकार द्वितीयको सरकार हो, संविधान संशोधन गर्न सक्छ। संविधानको कमा पलिष्ठसम्म पनि चेन्ज गर्न सक्दैन। यो सरकार भनेको यथास्थितिकै निरन्तरता हो, बुझ्नुभयो नि। हिजो केपी ओली, शेरबहादुर प्रचण्डहरूको जुन सरकार थियो त्यही सरकारको निरन्तरता हो, त्यही संविधान हो, त्यही व्यवस्था हो, त्यही संरचना हो, त्यही चाहिँ मतलब तपाईँको कार्य हो, शैली हो, केही फरक छैन, बुझ्नुभयो नि। अब यसको चाहिँ सब प्रतिनिधि सभामा नम्बर होला 181, तर राष्ट्रसभामा छैन होइन। संविधान संशोधन गर्नको लागि के भन्छ प्रदेश सभाको पनि कुनै धेरै इस्युहरू छ, त्यहाँ पनि तपाईँलाई चाहिँ मतलब ऊ गर्नुपर्छ, पास गर्नुपर्छ, राष्ट्रसभामा पास गर्नुपर्छ। त्यसैले कमा पलिष्ठसम्म पनि यो सरकारले यो संविधानको चेन्ज गर्न सक्ने हैसियतमा छैन। अहिले मधेसको अवस्था के छ बुझ्नुभयो? त्रसित छ वा चाहिँ मधेस शान्त भइसकेको छ? मधेसको अवस्था निकै नै भयावह छ र यो मधेसको होइन देशकै अवस्था भयावह छ। हामी चाहिँ मुलुकको एउटा ठुलो चाहिँ कालखण्डको चाहिँ एउटा चाहिँ यस्तो चरणमा उभिएका छौँ, यहाँबाट चाहिँ यो इस्युहरू अगाडि बढ्यो भने हामीले कसरी सम्हाल्ने भनेको, कसले सम्हाल्ने, को अभिभावक हुने कतै छैन। अहिले जुन सांसदहरू जुन जहाँबाट जितेका छ ती सांसदहरूको हैसियत यस्तो छ कि उनीहरू हिँड्दै चाहिँ जागिर खान चाहिँ काठमाडौँको सडकमा कुद्दै सांसद भएकाहरू होइन। मतलब एउटा चाहिँ खर्दा सुब्बाको जागिर पाउन नपाएर चाहिँ राजनीतिकमा लागेकाहरूको लाई चाहिँ समाजले चाहिँ आफ्नो लिडर मानेको छैन। तर चाहिँ जनप्रतिनिधि चाहिँ अहिले देखियो, तर त्यो जनप्रतिनिधि भनेपछि मतलब एउटा चाहिँ परिवेशको चाहिँ त्यो उपज भयो, तर नेता होइन तिनीहरू। समाज चाहिँ अहिले लिडरविहीन छ। यो अवस्थामा अगर यदि यो समस्या चाहिँ यो साम्प्रदायिकता बढ्यो भने देश चाहिँ निकै नै ठुलो फाडलमा जान सक्ने सम्भावना म देखिरहेको छु। अर्को कुरा चाहिँ छिमेकीहरूको चाहिँ सँग चाहिँ यो सरकारको राम्रो सम्बन्ध छैन, नागरिकसँग चाहिँ सम्बन्ध चाहिँ विश्वास छैन, सरकारको नागरिकको सरकारप्रति विश्वास छैन, अपोजिसनै भइहाल्यो। युवाहरूको एउटा जुन थियो आशा थियो, त्यो आशा चाहिँ यो 3 महिनाभित्रमै चाहिँ निराशामा परिणत भइसकेको छ। कर्मचारीहरू चाहिँ त्राहिमाम छन्, व्यापारीहरू त्राहिमाम छन्। यो सरकार चाहिँ एक किसिमले चाहिँ मतलब चाहिँ भस्मासुर जस्तै, भस्मासुरको कारणले गर्दा एक समयमा चाहिँ सारा देवी देवताहरू त्राहिमाम थियो, त्यस्तै किसिमले अहिले चाहिँ आम नागरिकहरू, व्यापारीहरू, कर्मचारीहरू, त्यसपछि चाहिँ तपाईँको चाहिँ युवाहरूदेखि लिएर मधेसका मान्छेहरू सबै त्राहिमाम छ। मधेसका मान्छे किन, कुन अर्थमा भने दुईटा एङ्गलबाट। एउटा चाहिँ त्यो बर्डरमा जुन 100 रुपियाँको कुरा उठाएको थियो नि त्यतिखेर,
त्यसको कारणले अहिले चाहिँ साम्प्रदायिकता दङ्गाको कारणले गर्दा अपोजिसनहरू चाहिँ कानुनी राज छैन, कुनै पनि बेला कसैलाई लगेर थुन्केला भनेर युवाहरूको अब भविष्य यहाँ देखिरहेको छैन भनेर उनीहरू निराश भइसकेका छन्। यस्तो किसिमको मल्टिपल भौमरीमा सरकार अहिले चाहिँ देश गएछ, त्यसको चाहिँ एकदमै मतलब चाहिँ कसरी सम्हाल्ने यो सरकारसँग चाहिँ त्यो खुबी पनि देखिरहेको छैन, झन् भौमरीमा चाहिँ अन्यलतामा फसाउँदै लागिरहेछ। त्यसैले चाहिँ मलाई गाह्रो लाग्छ र मधेसमा चाहिँ अहिले अस्ति जुन आइतबार राति जुन घटना घटियो त्यो घटना जुन समुदायबाट घटियो त्यो समुदायका धार्मिक गुरु भनेपछि यो चाहिँ त्यो उसको होइन, त्यो मतलब नेसनल कमिटीहरू हुन्छन् मुस्लिमहरूको, त्यो कम्युनिटीका चाहिँ प्रमुखले चाहिँ आएर बोल्नु पर्यो, यो देश अस्तिको घटनामा चाहिँ हाम्रो गल्ती भयो, हामी माफी माग्छौँ, त्यो किसिमको अभिव्यक्ति अहिलेसम्म आएको छैन भनेपछि चाहिँ राज्यले चाहिँ केही कुराहरू सम्झौता गरिरहेछ। 10 लाख रुपियाँ शहीद भयो, त्यसमा मृत्यु भयो, त्यसलाई शहीद घोषणा गरिदियो होइन, शहीद घोषणा गरिदियो, 10 लाख दियो, त्यसपछि चाहिँ अब उसको परिवारलाई जागिर दिने सरकारले अपनाएको रवैया के हो भने तपाईँले जागिर चाहिएछ भने तपाईँले एउटा परिवारमा एकजना मान्छेलाई गुमाउनुहोस् र त्यसपछि तपाईँको परिवारको अर्को कुनै सदस्यलाई जागिर दिन्छु भने यो ट्रेन बसाउन खोजिरहेछ होइन, यो गलत हो। यस्तो किसिमले चाहिँ आउने दिनमा चाहिँ पर्ने चाहिँ छाप चाहिँ साह्रै नै गलत हुन्छ। त्यसैले चाहिँ मधेस अहिले निकै नै चाहिँ दोहोरो चाहिँ तेह्रो चाहिँ चपेटामा परिरहेछ। एउटा चाहिँ सहज रूपमा प्राकृतिक रूपमा भारतसँग भएको सम्बन्धमा पनि अहिले आएर दरार आयो, त्यो बोर्डर इस्युले गर्दा भने चाहिँ मिलेर सदियौँदेखि मिलेर बसेको चाहिँ मधेसी समुदाय जहाँ जसभित्र थारू पनि पर्छ, मुस्लिम पनि पर्छ, यो मधेसी पनि पर्छ, हिन्दू पनि पर्छ, त्यहाँ चाहिँ त्यो किसिमको त्राहिमाम छ। त्यसैले चाहिँ अहिले मधेसको अवस्था ठिक छैन। यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।